जब पानी पर्दैन त्यो भूमि कस्तो हुन्छ एकदमै त्यो भूमि के जान्छ कठोर जान्छ हैन साह्रो जान्छ के ढुङ्गाको समान आज यदि हाम्रो भित्र पनि पवित्र आत्माको शक्ति पवित्र आत्माले हाम्रो जीवनमा काम गर्नुहुन्न भने हाम्रो हृदय पनि त्यसै प्रकारको हुन सक्छ हालेलुया कठोर हामी बन्दै गइजान्छौँ हैन आज प्रभुको पवित्र आत्माको झरी यदि हाम्रो जीवनमा छ भनेपछि हाम्रो हृदय पनि त्यसै प्रकारको हुन्छ हालेलुया हालेलुया धेरै राम्रो सुखा भूमि फेरि भेट्नु आज हाम्रो हृदय के हो परमेश्वरको वचनमा लेखेको छ हाम्रो हृदय पनि एउटा भूमिको समान हो हालेलुया हालेलुया हैन हाम्रो हृदय पनि भूमिको समान हो आज हाम्रो हृदय भिड्नुको आवश्यकता छ हालेलुया यहाँ लेखेको छ नि प्रशंसाको बलिले विजय हाम्रो निश्चित हुने भयो आँसुलाई आनन्दमा दुःखलाई हर्षमा प्रशंसाको जीवन दिनलाई हैन साँच्चै आँसुलाई प्रभुले के गर्नुहुन्छ हामीलाई आनन्दमा बदल्नुहुन्छ हालेलुया हालेलुया आज हामी यो ठुलो आशा हाम्रो किनकि हाम्रो जीवनमा दुःखहरू समस्याहरू जस्तो परिस्थिति आएछ हैन जब हामी दुखिलो अवस्थामा हुन्छौँ प्रभुले हामीलाई यी अगुवाई गर्नुहुन्छ प्रभुले हाम्रो जब हामीले अहिले आँसु बहाएका छौँ भने प्रभुले हामीलाई के गर्नुहुन्छ आनन्दमा बदल्नुहुन्छ हालेलुया हालेलुया आँसुको साथमा छोड्छ त्यसले आनन्दको गीत गाउने पत्नी गर्नेछ हालेलुया अहिले यहाँ जति पनि आउनुभएको छ नि पानीको उसमा पानीको यसो पानी आइरहेको अवस्थामा आउनुभएको छ यो एउटा दुःखको साथमा छरिरहनु भएको छ हालेलुया हामी यसरी अहिले के गरिरहेका छौँ प्रभुको निम्ति हामी दुःखको साथमा हामीले छरिरहेका छौँ हालेलुया हामीले के गर्नेछौँ अन्तमा हामीले आनन्दको पत्नी गर्नेछौँ हालेलुया हाम्रो दाइहरूको घरमा मासु भात पाक्छ भने हो या फेरि त्यस्तो भेला हुनेको लागि हो र होइन किनकि हामीले परमेश्वरलाई जतिले प्रेम गर्नुहुन्छ जतिले हामीले परमेश्वरलाई प्रेम गरेका छौँ होइन आज हामी प्रभुको निम्ति दुःख उठानेको आवश्यकता छ हालेलुया हालेलुया धन्यवाद दिन्छ हामी अर्को भजन गानेछौँ मुक्ति दिलाए सुनाम हामी गानेछौँ शान्ति दिलाए सुनाम मुक्ति दिलाए सुनाम